आदरणीय दर्शकबिन्द नमस्कार। शेयरमन च्यानलमा यहाँलाई स्वागत छ। आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। नेपालको शेयर बजारको सत्य र तथ्य जानकारी दिनु साथै तपाईँको वित्तीय साक्षरताको स्तर बढाउनु यो च्यानलको मुख्य उद्देश्य रहेको हो र आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। आजको हामी यस भिडियोमा स्नो रिभर्स लिमिटेडले आइपिओ निष्कासन गर्न लागेको खबर लिएर उपस्थित भइसकेका छौँ। यो आइपिओ सर्वसाधारणको निम्ति निष्कासन गर्न लागि हो। यो कम्पनीको खुल्ला हुने मिति 2083 साल वैशाख महिनाको 29 गतेबाट खुलेर निष्कासन बन्द हुने मिति 2083 साल ज्येष्ठ महिनाको 1 गतेको सम्मको निम्ति यो आइपिओ निष्कासन हुनेछ भने ढिलोमा 2083 साल जेठको 12 गतेसम्म यो कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो। यो कम्पनीले 7,78,125 किताको लागि यो आइपिओ निष्कासन गर्न लागेको हो भने दरखास्त दिनेको निम्ति न्यूनतम 10 किता र अधिकतम 1000 कितासम्म दिन सकिने कम्पनीले जनाएको छ भने प्रति सेयर 100 रुपियाँ भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। मैले तपाईँलाई यो जानकारी दिएँ। यो कम्पनीले 7,78,125 किता सर्वसाधारणको निम्ति निष्कासन गर्न लागेको छ। त्यस्तै गरी यो कम्पनीको आह्वान पत्रमा लेखिएको आर्थिक अवस्था हेर्दाखेरि आर्थिक वर्ष 2081-82मा यसको प्रति सेयर 4 रुपियाँ देखिन्छ, 4 रुपियाँ 98 पैसा देखिन्छ भने प्रति सेयर नेटवर्थ 105 रुपियाँ 6 पैसा रहेको छ भने 2082-83को पौष मसान्तसम्मको वित्तीय विवरणको आधारमा 4 रुपियाँ 98 पैसा र 107 रुपियाँ 46 पैसा यो ब्याङ्कको प्रति सेयर नेटवर्थ देखिन्छ। मैले तपाईँलाई यो जानकारी दिएँ। त्यस्तै गरी यो कम्पनीको आइपिओ निष्कासन गरे पश्चात यो चुक्ता पुँजी यो कम्पनीको 93 करोड 75 लाख हुन्छ भने जसमा 80% संस्थापक सेयर धनीको हिस्सा हुनेछ भने 20% चाहिँ सर्वसाधारणको हिस्सा हुने कम्पनीले जनाएको छ। तपाईँ पनि आइपिओ भर्न नछुटाउनुहोला र यस्तै अन्य भिडियो चाहनुहुन्छ भने हामी तपाईँलाई अर्को भिडियोमा पनि जानकारी दिनेछौँ। त्यतिन्जेलको लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद। जय होस्।